राम्रो जागिरको सपना सबैलाई हुन्छ, तर सचेत रहनुहोस्। हो दर्शक महानुभावहरू, विशेष गरी युवा युवतीहरूप्रति यो अत्यन्तै महत्त्वपूर्ण सूचना हो। अहिले भारतको बिहार राज्यको बोधगया स्थित बाइपास नजिकै रहेको वेस्टर्न फेसन नामक कम्पनीले राम्रो रोजगारीको नाममा ठुलो ठगी धन्दा सञ्चालन गरिरहेको छ। यो कम्पनी एमएलएम जस्तो देखिए पनि यसको भित्री संरचना ठगीमूलक छ। उनीहरू नेपालबाट युवाहरूलाई राम्रो जागिर तलब सहितको अवसर भनेर भारत बोलाउँछन्, तर त्यहाँ पुगेपछि सबैभन्दा पहिले होस्टेल फीको नाममा 10,000 भारतीय रुपियाँ मागिन्छ। त्यसपछि 7 दिनको क्लास दिइन्छ र 7 दिनको क्लासमा हामीले गर्ने जागिर होइन, व्यापार हो भनिन्छ। अन्तत लाइसेन्स बनाउनु पर्छ भन्दै 20%, 25% र 41% लगानी गर्न पर्छ भनिन्छ। जस्तै 41% लगानीबाट काम गर्दा नेपाली रु 2 लाख रुपियाँ असुली गरिन्छ र काम भनेको अरू मान्छेलाई झुट बोलेर त्यहाँ बोलाउने र त्यही कर्मश चलाइन्छ। नयाँ मान्छेलाई आबद्ध गराए बापत आउने कमिसन नै त्यहाँको आम्दानीको स्रोत हो। यो कुनै निश्चित जागिर होइन, यो केवल एकजनाले अर्कोजनालाई फसाएर कमिसन पाउने श्रृङ्खला हो, जसको अन्त्यमा अधिकांश युवाहरू निराश र ठगीका शिकार भइरहेका छन्। त्यहाँ कुनै डकुमेन्ट राखिन्छ र नयाँ व्यक्तिले म यहाँ काम गर्दैन, घर जान्छु भन्दा डकुमेन्ट दिइँदैन, उल्टै धम्की दिइन्छ। यो पनि सुन्नुहोस्। भाइ कम्पनीको नाम जोडेर यदि यस्तो कुरा गर्छ भने भने नि तिमीलाई कसम भनेको जमिन मुनि होस् या पानी मुनि मा कसम भाइ। तिम्रो ताल पराउनुमा तिम्रो 2 घण्टामा तिम्रो जनपुर निकालिदिन्छु भाइ म। अहिले त कुनै पनि हालतमा आउँदैन हेर्नु सर है। अनि तपाईँले त न्युज हाल्नु जे हाल्नु, तर यदि न्युज मात्र आएछ कम्पनीको बारेमा माथिबाट जोडिएको छ भने नि तपाईँ रहनुहुन्न, चाहे जुन ठाउँमा हुनुहोस् तपाईँ रहनुहुन्न के। न्युज हाल्ने प्रयास मात्र गर्नु न, कति दिन भयो तपाईँ रहनु होला सोच्नु भएको छ। कम्पनी त्यतिकै चलिरहेको छ सोच्नु भएको, 4-4वटा ब्रान्च छ यार। हो दर्शक महानुभावहरू, यदि कसैले बोधगया वा भारतमा जागिर लगाइदिन्छु भने बोलाएमा वा विभिन्न प्रलोभनमा पार्दै तपाईँलाई बोलाउन सक्छन्। यदि अपरिचित वा परिचित व्यक्तिबाट यस्तो अफर आएमा तुरन्त स्थानीय प्रहरी वा सञ्चारकर्मीलाई खबर गर्नुहोस्।